हेलो सम्पूर्णमा नमस्ते। सन्चै हुनुहुन्छ होला हजुरहरू है। मैले चाहिँ आज मेरो कान्छी छोरीलाई धेरै समयपछि भिडियो गरेको छु। स्कुलको लागि हामी रेडी पनि भइसक्यौँ, एकछिन टाइम छ, त्यही भएर मैले चाहिँ भिडियो गरिदिएको। कान्छी छोरीलाई ठुलो छोरी चाहिँ गइसक्यो, ऊ चाहिँ छिटो जान्छ नि त। अनि कान्छी छोरी चाहिँ अब पापासँग जाने भन्छन्, त्यही भएर चाहिँ उसलाई चाहिँ ढिला हुन्छ, अनि ढिला जान्छु नि त। अनि त्यही भएर मैले चाहिँ टाइम भएको बेलामा भिडियो गरिदिएको। साथीहरू ठुलो चाहिँ ढिला हुन्छ भनेर ऊ चाहिँ अगाडि नै जान्छे, त्यही भएर मैले जहिले पनि कान्छी छोरीको मात्रै भिडियो गरिरहेको हुन्छु। उसको चाहिँ भिडियो गर्न पाइँदैन, फोटो खिच्न पाइँदैन, ऊ चाहिँ छिटो गएको भएर कान्छी छोरी चाहिँ खालि जहिले पनि बाबासँग जाने भन्छन्, त्यही भएर चाहिँ मैले भिडियो गर्दिनँ, भ्याउँछु। अनि सानो अब हामी कहाँ जाने? स्कुल। पहिला स्कुल जानु पर्दा कति रुन्थ्यो, अहिले त स्कुल जाने भनेपछि फुर्र पर्छन् मेरो कान्छी छोरी। ल कान्छी छोरीको पोज। बाबा रेडी हुँदै हुनुहुन्छ भित्र, त्यही भएर चाहिँ म चाहिँ कान्छी छोरीलाई भिडियो गरिदिनु पर्यो, फोटो खिचिदिनु पर्यो टाइम हुने बेलामा भनेर म चाहिँ बाहिर यता पछाडि गार्डनमा आएको होइन। यति गरेपछि बच्चाहरू पनि खुसी, आफू पनि खुसी। अनि स्कुलमा के भन्छौ छोरो तिमीले? सयथुङ्गा भन्छ भन्दैन? भन्छ, कसरी भन्छ त? मेची महाकाली। अनि भन ए सक्यो, राइट ह्यान्डले गर्नुपर्छ ल। अनि स्कुलमा गएर के पढ्ने? सानोले के पढ्ने अब? अरू अरू हो ल ल ल ज्ञानी भएर पढ्ने, राम्रोसँग पढ्ने है। बाबासँग जाने। ल गाइज अब हामी चाहिँ स्कुल जान लाग्यो, बाबा आउनुभयो। ल बाई बाई नैन्सा, बाई बाई।